तेह्रथुम जिल्लाको छतर गाउँपालिका वडा नम्बर 4 फाक्सामाराको वडा कार्यालयमा नागरिकहरूको गुनासो अनुसार कार्यालयमा सचिवको अभाव भएका कारण सेवामा कठिनाई भएको नागरिकहरूले बताएका छन्। सामाजिक अभियन्ता प्रदीप सुब्बा बादलले वडा कार्यालयमा भएको वास्तविकता र नागरिक मैत्री कार्य भएको वा नभएको भन्ने बारे नागरिकहरूसँग स्पष्ट बुझिरहेका छन्। वडा कार्यालय जाने क्रममा ठाउँ ठाउँमा सडकमा सोलिङ गर्ने कार्य भइरहेको हुनाले केही ठाउँमा सामान्य कठिनाइका बावजुद हामी रिपोर्टिङ गर्ने क्रममा वडा कार्यालय पुगेका थियौँ। हेर्नुहोस् यो रिपोर्ट। वाडामा अनिवार्य वाडामा हुनुपर्छ। अनिवार्य वाडामा गएर जनतालाई के अरे सरल पाराले काम दिनुपर्छ भन्ने कुरा हो क्या। वडा अध्यक्ष त छ तर सचिव चाहिँ को हो? सचिव हुनु पर्यो नि त। सचिव त हुनु पर्यो यहाँनिर। वडा कार्य राम्रो पारेको छैन भने के गर्छ यसको परेको सरसफाइ मोबाइल चलाउनुहुन्छ सेवाग्राही हो अनि तपाईँ सेवाग्राही हो कि या कर्मचारी हो? सेवाग्राही के छ काम राम्रो हुँदैछ? के तपाईँको काम के छ? तपाईँ के काममा आउनुभएको छ? के लिनुको लागि भनिदिनु त छोरै। ए मतलब तपाईँहरू कर्मचारी अनि तपाईँले बाटो त खै त कति बज्यो? अहिले 11 बज्यो 50 खन्नु भएको छ नि त। अनि अब सरले भन्नुभयो माथिबाट आउनुहुन्छ अनि तपाईँको ड्युटी भनेको कति बजीदेखि त? हाम्रो 10 बजीदेखि। अहिले 11:50 भइसकेको छ। अन्त यो टाइम तपाईँहरूको तपाईँहरू कुन सर को सर हुन्छ? नाम त भन्नु त। पुष्प हाम्रो अध्यक्षज्यू पुष्पा कार्की सर। ए अनि उहाँले बस्नु एकछिन आउनुहुन्छ माथिबाट। पहिलादेखि गरिराख्नु भएको छ तपाईँहरूले काम? ए तर अलिक यस्तो हो सरकारको पैसा सरकारको ट्याक्स तिरिसकेपछि टाइममा चाहिँ गएर काम गर्नु पर्यो होइन? अहिले तपाईँलाई सरले तपाईँको गार्जेन अब अध्यक्ष भनेको गार्जेन पनि हो उहाँले भनेको मान्नुपर्छ ठिकै हो तर आज मात्रै होला नि त। ए ल राम्रो काम गर्नु होला। छातीमा राखेर हात राखेर होइन देश बनाउँदैछु भनेर काम गर्नु पर्यो है। अब जस्तो एकछिनको लागि त्यो मैले 18-20 हजार पैसा पाएको छ म एकछिन मोबाइल खेलाउँदै बस्छु अनि म आज एक दिन यति भयो पनि पुग्छ भन्ने चाहिँ नगर्नु है। ल थ्याङ्क यू सो मच। हेलो नमस्कार नमस्कार। अध्यक्षज्यू कहाँ जानुभयो? नमस्कार अध्यक्षज्यू कहाँ जानुभएको छ? तपाईँहरू चाहिँ यहाँको कर्मचारी अनि के तपाईँको भन्नु त के गर्नुहुन्छ? तपाईँ के गर्नुहुन्छ? खोइ कार्ड पनि छैन आइडेन्टी कार्ड खोइ त। मतलब तपाईँको पद के हो? तपाईँ के हो? मेरो पद चाहिँ कम्प्युटर सहयोगी हो। कसरी तपाईँलाई चिन्ने? तपाईँको आइडी कार्ड खोइ? खोइ आइडी कार्ड तपाईँको? आइडी कार्ड राख्नुहोस्। तपाईँलाई झोलामा राख्नका लागि हो आइडी कार्ड दिएको पालिकाले? त्यो लाउनु पर्छ त्यसो हुँदैन। हामी तपाईँको त ड्युटी हो नि त। त्यसो भन्नु हुँदैन नि। ए भनेपछि आइडी कार्डले गर्मी र चिसो छेक्छ होइन त? त्यसो नगर्नु हुँदैन। एकदम तपाईँको अहिले एकदम भ्रष्टाचार नियन्त्रणको लागि सामाजिक अभियन्ता अगाडि बढेको छ। तपाईँले नराम्रो गर्न पनि खोजेको होइन। तपाईँको नियम पालना वडा कार्यालयमा के गर्नुपर्छ भन्ने कुराहरू तपाईँले आफै जान्ने कुरा हो क्या। हामीले एउटा घरमा के गर्छौँ होइन के गर्नुपर्छ बिहान के गर्नुपर्छ बनाउनुपर्छ कुचो बनाउनु अथवा चारो दिनुपर्छ कुखुरा त्यो थाहा हुन्छ त्यो त जान्नु पर्यो क्या वडामा पनि एउटा आफ्नो पनि ड्युटी हुन्छ। तपाईँको के हो? तपाईँ के गर्नुहुन्छ? कार्यालय सहयोगी। कति यहाँ तपाईँ पहिल्यैदेखि गर्नुभयो? भर्खर त नियुक्ति हुनुभएको होइन नि? साह्रो हुन्छ करामै हुन्छ त हजुर? कृषिमा गर्नुहुन्छ? मतलब यहाँकै कर्मचारी धेरै पो गर्नुभएको? ए कतिजना हुन्छ तपाईँको कर्मचारी लगभग? अनि सचिवज्यू कहाँ हुन्छ? पालिकामा
एउटै सचिवले दुईटा पालिका हेर्नु वाडा हेर्नुहुन्छ हो? कार्यवाहक अध्यक्षको उहाँले भन्नुभएको चाहिँ मलाई यस्तो के अरे उहाँको यो प्रब्लम छ थोरको घाँटीको होइन कार्यवाहक अध्यक्ष कसले राख्नु भएको छ राख्नु भएको छ। उहाँले नै काम गरिराख्नु भएको छ। उहाँको आज चाहिँ मिटिङ छ त्यहाँ स्कुलमा भोलिदेखि एसीको तयारी कसरी गर्ने भनेर त्यहाँ बोलाउनु भएको छ सरहरूले। उहाँ जानुभएको छ, अब आउनुहुन्छ। म तपाईँलाई एउटा प्रश्न गर्छु ल। तपाईँ वडा अध्यक्षज्यूको के पर्नुहुन्छ? बुहारी पर्छु। बुहारी पर्नुहुन्छ भनेपछि वडा अध्यक्ष वडाको प्रमुख हुनुभयो, कर्मचारी चाहिँ बुहारी होइन त? हजुरको शुभ नाम बताइदिनुहोस् न। यो लक्ष्मी खतिवडा कार्की हो। एउटै वडामा चाहिँ के अरे दुईटा सचिवले एउटा सचिवले दुईटा वडा हेर्नुहुन्छ हो? त्यो चाहिँ अहिले चाहिँ त्यस्तो गर्नुभएको छैन। सरको पालिकामा हाजिर हुन्छ, काम चाहिँ एउटैमा हेरिराख्नु भएको छ। के नाम गरेको सचिव सर हुनुहुन्छ? रमेश ढकाल। ए रमेश ढकाल हुनुहुन्छ। ओखरीमा हुनुहुन्थ्यो पहिले। ल इन्फर्मेसनको लागि थ्याङ्क यू, अन्यथा नलिनु होला, हाम्रो कामै यस्तै छ। आइवरी काम गरेरै जानुभएको एउटा त्यसरी होइन नि एकजना सेवाग्राहीहरू आउँछ। यो हेलो सचिव सर नमस्कार सचिव सर, म प्रदीप सुब्बा बादल भनेको सामाजिक अभियन्ता प्रदीप सुब्बा बादल। तपाईँहरूको कारणामा आएको थिएँ, तपाईँहरू कोही हुनुहुन्छ अनि यो यसो पाराले सामाजिक सेवागारीलाई चाहिँ कसरी काम गर्नुहुन्छ तपाईँहरू दिनु सक्नुहुन्छ? हजुर तपाईँहरूको फाक्सामारा वार्डमा फाक्सामारामा हेलो तपाईँहरूले यहाँ वाडा कार्यालयमा तपाईँहरूले कार्यवाहक अध्यक्ष अथवा सचिवज्यूहरू सबै कोही एउटा राखेर जानुपर्छ नि, यहाँ त कोही छैन हामी आउँदा। अनि तपाईँहरू पालिकामा हुँदाखेरि पनि अध्यक्ष सचिव सबै जानुपर्छ र एकजना चाहिँ वाडा कार्यालयमा बस्नुपर्छ पर्दैन? कसलाई होइन तपाईँ पनि आएर तपाईँ पनि एउटा जिम्मेवारी हो कि होइन वाडाको? के अरे होइन तपाईँ त वाडामा तपाईँ हो कि होइन? तपाईँले यहाँ फाक्सामारामा काम गर्नुहुन्छ कि न? ए त्यसो चाहिँ हो। ए ल हस् वडामा चाहिँ कसले सचिव? त्यो बालिकामा बस्छ अरे यस्तो वडाको सचिव चाहिँ को? एउटै सचिवले दुईटा वडा हेर्नुहुन्छ अरे भन्ने सुनेको छु। यो कुरा चाहिँ तपाईँको सचिव नभएको हो। मैले बुझेँ। यहाँनिर हाम्रो यहाँनिर वडाको सचिव चाहिँ को हो? त्यही म पनि यहाँ वडाको सचिव त हुनु पर्यो नि। भनेपछि तपाईँले वडाको सचिव भेट्नु भएन? वडा अध्यक्ष त छ, तर सचिव चाहिँ को हो? सचिवले अध्यक्ष हुनु पर्यो नि त। सचिव त हुनु पर्यो यहाँनिर। त्यो कुरा चाहिँ यहाँ के आयो भने सचिव चाहिँ म पालिकामा बस्ने अनि म त्यहाँ काम पर्दा मात्रै त्यहाँ हुन्छ, म त्यहाँ होइन। वडाको सचिव यहाँको सचिव खास चाहिँ रमेश हो, रमेश ढकाल है। अनि उहाँ यहाँ उहाँले के उत्तर दिनु मलाई अहिले भन्नुभयो भने फोनमा सुनिहाल्नुभयो। म मेरो काम पालिकामा म पालिकामा बस्छु, यता आउँदा मात्रै भनिसक्नुभयो त। अब तपाईँहरूले पनि धेरै ट्याप नगर्नु, किनभने बिचरा तपाईँहरू पनि एज अ कर्मचारी। अब पुष्पा सरले हिजो अस्ति मलाई भन्नुभएको थियो मेरो सोरको कार्यवाहक अध्यक्ष पनि छैन। सर पुष्प सर अध्यक्ष चाहिँ यही पत्र स्कुलमा कार्यवाहक भान्सिङ सरलाई दिनुभएको थियो। अस्ति वडा सचिव पनि हुनुपर्छ क्या। उहाँ बोल्नु सक्नुहुन्छ सर मजाले? आउँछ सरले चाहिँ आउँदैन, तर उहाँले बोलिराख्नु भएको छ, उहाँले सेवा दिइराख्नु भएको छ। उहाँ चाहिँ अहिले अब अस्ति चाहिँ जो अलिक गाह्रो भएको बेलामा उहाँ जानुभएको थियो, धरान जानुभएको थियो भोपा। उहाँ जाँदाखेरि चाहिँ हाम्रो वडा सदस्य भान सिंह लिम्बूलाई दिनुभएको थियो कार्यवाहक। चिठी यहीँ कता छ, चिठी हेर्नुहुन्छ भने पनि छ। त्यस पछाडि चाहिँ अहिले उहाँले नै गरिराख्नु हुन्छ। ल त्यसो भने तपाईँको यहाँ सचिवको चाहिँ आवश्यकता छैन त? सचिव पनि अब सचिवको त आवश्यक भइगयो नि। छ, अब गरिराख्नु हुन्छ। माथि नै बसेर उहाँले गर्ने काम गरिराख्नु। त्यो त जनतालाई त गाह्रो भयो। माथि बसेर यहाँ तपाईँले यहाँ साइन गर्नुहुन्छ, यहाँ चाहिँ लेख्यो अनि उता जनतालाई चाहिँ माथि शुक्रबार सचिवको त अनिवार्य आवश्यकता यहाँ त भइगयो नि। 1 घन्टा 2 घन्टा काम अब गर्छ। माथि हाजिर गर्नुहुन्छ, माथि नै बस्नु भएको छ। सरको विषयमा चाहिँ अब हामीलाई नसोध्दा पनि अनि हाम्रो वडाको सचिव चाहिँ कोही त? त्यही त यहाँ उहाँ सचिव यहाँ त नियुक्ति गर्नु पर्यो कि आउनु पर्यो होइन?
तर यहाँ काम गराए बिचरा सर्वसाधारण जनतालाई गरिबदुखीलाई यहाँ साङ्गरो लगाए अनि यहाँ लेख्नु लगाए तपाईँले भरपाई गरिदिनुहुन्छ लेखिदिनुहुन्छ साङ्गरोलाई त फेरि क्षेत्र गाउँपालिका माथि पुग्नु पऱ्यो त्यो त जनताको लागि त 2-3 घन्टा त टाइम वेस्ट भयो नि त त्यो भएन त यही सचिव यहीँ हुनुपर्छ भन्ने कुरा हो क्या। आउनु भएको उहाँ तपाईँ के गर्नु भएको छ के लिनु के बनाउनु के काम सचिवको के मेरो भनिहाल्नु काम भनेको चाहिँ यहाँ प्रधानमन्त्री अब स्वरोजगारी स्वरोजगार त्यसको अब मेरो नाम निस्केको छ यहाँनिर होइन अब कहिलेबाट के हो त्यही भन्न यहाँनिर आएको। कतिचोटि आइसक्नुभयो कार्यालय यही कामले? यहाँ मैले एकैचोटि पनि आज मात्रै आएको आज मात्रै? आज मात्रै आएको हिजो अस्तिको दिन आएको छुइनँ आज मात्रै आएको। ए भनेपछि तपाईँले अब आज म सोध्दै आएको ए अब तर अब नाम लिस्ट हेर्दाखेरि नाम लिस्ट पनि सबै छ। अनि तपाईँले काम गर्नुभयो भोलि पर्सि अब कहिले भन्नुहुन्छ त्यतिखेर अब काममा सुरु गर्ने म। ए त्यही भएर ल ल तपाईँको यसो काम शुभ रहोस् राम्रो गर्नु होला काम होइन तर काम तपाईँको नाममा आएको छ भने तपाईँले पाउनुपर्छ तपाईँको नाम निस्केको तर छ। नाम लिस्ट रहेछ मैले हेरेँ अघि नै ए उहाँको छ यहाँ हेर्नु उहाँको छ खाता छ खातामा हेरेँ नाम लिस्ट छ। बुद्धमान के अरे बुद्धिमानको चाहिँ छ कि छैन? सबैको छ त मेरो हेर्नु त त्यहाँ देखाइदिनु त राजकुमार तामाङ भनेर किनभने भोलि राजकुमार तामाङ भाइले काम पाएन भने हामी नै आउनुपर्छ भाइ यो मिल्यो यहाँ चाहिँ व्यवस्था गरेर किनभने मलाई लाग्छ किनभने हाम्रो मैले बुझेअनुसारले रमेश ढकाल यहाँ आउनु रहेछ अहिले मैले फोन त लाइभ गरेँ नि फोनमा गर्दाखेरि उहाँले के भन्नुभयो भने म बेङ्गलोर माथि छत्र गाउँपालिका बस्छु अनि मेरो काम भनेको यहाँको जनता फाक्सामाराको जनताहरू माथि आएर साइन गर्छु भन्ने कुरा गर्नुभयो। तपाईँले के सचिव चाहिने माथि जानुहुन्छ यो त ठुलो गलत हो यो ठुलो गलत हो हजुर यो गलत हो होइन तपाईँहरूलाई सचिवको आफूले तपाईँले 2 घन्टा यहाँ फाक्सामा जानुभयो भने के हुन्छ भने माथि गाउँपालिका जानुभयो भने तपाईँले 2 घन्टामा धेरै काम गरिसक्नुहुन्छ क्या आफ्नो घरमा सुँगुरले चारो अथवा कुखुरालाई के अरे दिनु पर्यो होइन गाई बस्तु घाँस अनि तपाईँको एउटा प्लानै बन्ने भयो क्या किसानी मान्छेलाई गाह्रै छ। गाह्रो देखियो होइन तर ठिक छ अघि हामीले सचिवलाई फोन गरेको थियौँ सचिवले म गाउँपालिकामा नियुक्त भएको म गाउँपालिकामा बस्छु र मलाई म उतै काम गर्छु भन्ने कुरा भयो। हामी उहाँलाई भनेर एकछिन भएर कहिले भेटिन्छ उहाँले मलाई चिन्नु पनि भएन मैले अर्को नम्बरमा फोन गरेको थिएँ मेरो नम्बरमा उहाँले मिलाएर घुमाएर बोल्थ्यो होला अर्कोबाट गर्दा मेरो काम चाहिँ गाउँपालिकामा हो म त्यहाँबाट नियुक्ति भएको भन्ने जस्तो कुरा गर्नुभएको छ। वाडामा अनिवार्य वाडामा हुनुपर्छ अनिवार्य वाडामा गएर जनतालाई के अरे सरल पाराले काम दिनुपर्छ भन्ने कुरा हो क्या। दर्शक महानुभावहरू अहिले चाहिँ हामी छत्र गाउँपालिका वाडा नम्बर 4 को कार्यालय आइसकेको छौँ। यो हाम्रो रिपोर्टिङ दोस्रो चोटिको रिपोर्टिङ हो। यतिखेर चाहिँ सामाजिक अभियन्ता प्रदीप सुब्बा बादलसँग हामी आएका छौँ भनेदेखि यहाँ सामाजिक अभियन्ताले यहाँ भएको व्यतिथिको विषयमा कुरा उठाइराख्नु भएको छ भने यहाँ तपाईँहरूलाई मैले देखाइरहेको छु उहाँ यहाँबाट चाहिँ कुरा उठाइराख्नु भएको छ र यहाँका नागरिकहरूलाई उहाँले जानकारी गराइराख्नु भएको छ हरेक कुराहरू भनेदेखि अहिले कार्यकक्षमा चाहिँ वडाध्यक्ष नभएको अवस्था पनि छ भने सचिव पनि नभएको अवस्था रहेको छ र सचिवलाई चाहिँ प्रदीप सुब्बा बादल सामाजिक अभियन्ताले फोन गरिसक्नु भएको छ र फोन गरिसक्दाखेरि पनि उहाँले चाहिँ फोनमा संवाद भइसकेको छ। अब यहाँ सचिवको अभाव भएको भन्ने कुरा चाहिँ यहाँका स्थानीय नागरिकहरूको गुनासो रहेको छ र अहिले सामाजिक अभियन्ता प्रदीप सुब्बा बादलले चाहिँ यहाँको विषयमा खबरदारीको लागि भनेर कुराहरू उठाइराख्नु भएको छ। नाम किन नहुँ तपाईँको नाम भन्नु मेरो कालो साथी यो फोन सकेको छ कालो साथीहरू ल म एकछिन राखेँ राख्नु अनि तपाईँहरूको नाम ककसको कसलाई के छ भन्नु त ककसको नाम छ कि छैन यहाँ चाहिँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि उहाँहरू आउनुभएको रहेछ उहाँहरूको नाम लिस्ट परेको छ कि छैन भनेर चाहिँ प्रदीप सुब्बा बादल सामाजिक अभियन्ताले पालिका वाडासँग चाहिँ लिस्ट मागेर उहाँहरूको नामावली हेर्दै हुनुहुन्छ उहाँहरूको नाम छ कि छैन भनेर। मेरो कालो साथी कालबहादुर म त हेर्न आउँदैन कमलबहादुर भगवान् तपाईँको छैन भने तपाईँ दुःख नगर्नु छ भने ठिक छ छैन भने किन म हेरिदिइहाल्छु कमलबहादुर सेन्चुरी कमला सेन्चुरी कमल कालबहादुर होइन तपाईँको मेरो कालो साथी यताको पनि हटाउने उनीहरूको अनि के एकछिन ल
यहाँ यताको ढुङ्गा हटाउनुपर्छ कि यहाँको ढुङ्गाहरू एकछिन ल दाइ एकछिन यिनीहरू हटाउनुपर्छ यो ढुङ्गाहरू सबै हटाउनुपर्छ नि यिनीहरू अड्किन्छ हौ दाइ र बाटोको हालत चाहिँ अहिले यस्तो छ लिम्बू संस्कार र संस्कृति जगेर्ना गर्ने क्रममा बनेको मेखिमले मिङ्सो आदुमे नामको पालम म्युजिक भिडियो अहिले युट्युबमा सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोको छायाङ्कन छथर गाउँपालिका वाडा नम्बर 4 हाकपारा र सुनसरीको धरानमा भएको हो भने यसमा स्वर दुर्गा तुम्सा र मानबहादुर इमेहाङको रहेको छ। हेर्न नछुटाउनुहोला।